शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक राष्ट्र विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक विषय पत्रकार लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु। यो अघिल्लो बैठकमा विधेयकको दफा 4 सम्म छलफल सम्पन्न भएको क्रम प्रारम्भ हुन्छ। सर्वप्रथम विधेयकको दफा 5 प्रतिवेदनलाई भएको व्यवस्था वाचन गर्न समिति सचिव हुनेछ। खण्ड कमा कसुरको अनुसन्धान तथा न्याय विधि विज्ञान सम्बन्धी वस्तुको परीक्षणको लागि प्रयोगशालालाई सन्दर्भ प्रयोग तथा निजी क्षेत्रसँग सहकारी